15 गते के रहेछ र हजुर बजेटको उयो 15 गते बजेट छ रे केपी बाले खतरा बजेट निकाल्ने भयो जस्तो ल त्यही हो क्यापिटल गेन ट्याक्स चाहिँ घटायो भने हो 0% बनायो भने अर्को त पोसिबल छ नि त्यही नै धेरै पनि चाहिएन अलिकति लाइक 50% नै अहिले भएकोमा 50% नै घटाए पनि धेरै हो नि हैन र त्यही त तर त्यो भयो भने त भाइ यस्तो हो नि त शशाङ्क सुन न जस्तै तिमीले केही कुरा कहीँबाट पैसा ल्यायो भने तिमीले त्यतिकै त्यो पैसाको ट्याक्स तिरेर ल्याएको हुन्छौ नि त सेयर मार्केटमा अनि किन दियो ट्याक्स सास फेर्दा पनि ट्याक्स तिर्नु त पर्दैन नि त होइन भन त यो कुरा चाहिँ हाम्रो इन्डियाको पार्लियामेन्टमा यस्तो मजासँग भएको थियो डिस्कसन है अब यो नेपालमा छैन कि यो नेपालमा हामीले बोल्नु नै बेकार हो सबैलाई थाहा छ हुन त हजुरले भन्नुभएको कुरा एकदम ठिक हो होइन अब इन्डियामा चाहिँ कस्तो मजाले एकचोटि मैले हेरेको थिएँ क्या पार्लियामेन्टमा पढेका छ नि त आइआइटी छ एनआइटी छ इन्डियाको त टप कलेजहरू छन् त्यहाँका प्रोडक्ट यस्तो खतरा खतरा हुन्छ अनि हो अब नेपालमा हुन त नेपालमा पुलचोक त छ है त्यहाँ पनि खतरा छ अब खै केही पनि छैन छ भन्नलाई मात्र छ के अब यहाँ चाहिँ